Hello केटाओ औला बेबी सफल थापा सफल स्केटर बन्यो कुली कुली हैन झाडु वाला हैन बन्यो आज चाहिँ बनिहाल्यो है। यो चाहिँ पहिला मैले कसरी युज गर्थे भन्दा हैन पहिला चाहिँ मैले यो भिडियो बनाउनलाई युज गर्थे हैन। ल आज त साच्चै बन्यो, आज त साच्चैको काम लाग्यो यार। तर टक्क आज त साच्चै ल आज केटा हो घर सफाई गर्दैछु। अहिले धेरै गरिसके लाइभ बसिसकेको थिएँ हैन। अनि अहिले चाहिँ भ्लगकै लागि हालिदिउँ हैन, गर्दा गर्दा दादाले देखाइदिउँ न केटाहरूलाई सफल स्केटरले कतिको काम गर्दो रहेछ भनेर। हैन पुच्छा लाउँदै जाऊ भइरहेको ती दोकान त्यही भएर हैन घरमा एउटा छोरी मान्छे चाहिँ हुनुपर्छ। मम्मी त हुनुहुन्छ कि हैन, मम्मीले नै गर्दै हुनुहुन्छ, तर हाम्रो बहिनी दिदी जस्तो हुन्न नि त फेरि। तर आजको मेरो भ्लग चाहिँ यस्तै हो। आज चाहिँ मेरो पोछा लाग्दै जान्छ हैन। त्यो भएर मैले इन्ट्रो दिनै बिर्सेछु। हेलो गाइस, वेलकम ब्याक टु मेरो भिडियोमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै फेरि पनि आजको साथमा न्यू भ्लग इन्ट्रो हालिदिइहाल्नु हैन। केटा अब यसो हेरिदेऊ न मेरो यसो कसरी काम गर्छु। अनि काम गरेपछि तपाईले के गर्नु, तपाईहरुले काम गर्नुहुन्छ कि नै घरमा कमेन्ट गरौँ है। गर्नुहुन्न जस्तो लाग्यो अहिले आएर चाहिँ। म जस्तो हुनुपर्छ र घरमा काम गर्नु। घरमा काम गर केटा, काम गर्नुपर्छ। बुझेको साथीहरु, घरमा काम गर्नुपर्छ। त्यो सफल स्केटरले घरमा काम गर्छ। हैन यहाँ चाहिँ पोछा लाग्यो। मैले कहाँ पोछा लाग्यो भन्दा चाहिँ हैन यो सब टिलिका टल्केछ नि मेरो फेस जस्तै, त्यो मैले नै हो। बिल्कुल सही सुन्नुभयो, मैले चाहिँ गरे हो। यो टोयलेट पनि मैले नै गरे हो, मैले नै। तपाईले अब यो पनि टिलिक्क देख्नुहुन्छ नि हैन। अब यो चाहिँ देख्नुहुन्छ नि हैन, त्यो कसले हो थाहा? त्यो पनि मैले नै हो। त्यसै कुली बन्यो भने आज म देखाउँछु। अब कति गर्न छ बाँकी, यो त केही छैन, यो त स्टार्टिङ हो स्टार्टिङ। कति छ कति बाँकी गर्न। चिनी अब त्यो पनि मलाई सोध्नु, चिनी कसले ल्यायो? ए कफी खाने बेला यहाँ सेकेन्ड रोमा हो, सानो डब्बावाला भनेको होइन मैले, त्यो सकिला। अब चाहिँ के गर्न बाँकी छ भन्दा चाहिँ फुलमा पानी हाल्ने भन्नुको होइन र। ए अब रेलिङहरू पुस्नु पर्छ हैन। म तपाईहरुलाई बाहिरको वेदर देखाइदिन्छु। अनि यो सबै छ नि, यो सबै मैले धुवायो, तर हातले चाहिँ धुवाएन। मैले मेसिनमा हालेर मैले कुर्यायो, 1 घन्टा कुरे। 1 घन्टा कुरेपछि मैले गरे सबै काम। सब घरको काम गर्ने पनि मैले गर्नुपर्ने। अलि एकछिन छोरा अलिकति यसो हैन घुम्ने डुल्न दिनुपर्छ नि हैन, छैन। टाउकोमा यो बेराइदियो, यो चाहिँ मैले बेरायो, यो बेराइदियो। हातमा पोछा थमाइदियो, कुचो थमाइदियो। फेरि हात उताबाट हिँड्छ। औला बेबी तेरो दाइ यार कुली भइसक्यो। घरको कुली भइसक्यो क्या तेरो दाइ। कुली त्यो मेरो गल्ती भएन नि त, नसुन्ने कुरा होइन। ल ठिक छ, त्यो भने मतिभरलाई म मेरो सेफिन देखाइदिन्छु ल। अहिले मेरी पुकुली यसलाई मोज छ, यसलाई रमाइलो छ। यसले के मेरो सेफीलाई पो ठिक छ, घरको काम केही गर्नु पर्दैन हैन। आज चाहिँ मेरो दिनमा के हुन्छ केटा हैन, सब कुरा देखाइरहेको छु पनि हैन, कति काम गर्नु परेछ भनेर।
अनि आज चाहिँ म कलेज गएर पनि आइसकेको छु टु मच डेन्जरस केटा मम्मीले के भन्नु थियो भन्दा रेलिङ पुस्ने त्यो पनि दिएर बोलाउँछ अब एकछिन भेट्छु यो पनि काम गर्न पर्यो यता त गर्दैछ होइन रेलिङ पुस्दै बस्ने जिन्दगी झन् छ साथीहरू जान्छ घर छ दुःख छ तर गर्नु पनि पर्छ होइन आफ्नो घर आफूले नगरेर कसले गर्ने त्यस्तो गाह्रो त हुँदैन खास चाहिँ सिक्दै गर तिमीहरूलाई पनि पछि काम लाग्छ ल गर्नुपर्छ हामी त गर्दैछु गएर साथीहरू अघि गएर अल्छी लाग्यो अहिले त मजा लाग्यो बुझ्दैन केटा बुझ्दैन नि मजा लगाइरहेको सकियो म फेरि खतरा एउटै हात पनि सकाइदिन्छु त्यताको मात्रै सक्ने फेरि यता त चोखो छ त सेन्टा क्लज बाब्रा रे बाब्रा कैसन हो रे यत्तर धेरै छ रे गर्दैछु म ती छ कति गर्ने यस्तो भिडियोहरू कति झन् आजको दिन होइन यसो रमाइलो गर्छु भने सोचिरहेको थिएँ न त कता कता जान्छु भनेर सोचेको थिएँ तर लास्टमा हाम्रो भिडाइदियो जिम्मेवारी हो क्या आज त्यो तत्त्व होइन अब मिलाउँदै जाने होइन तर राम्रो हो सफाहरू गर्नु पनि पर्छ कहिले कहिले होइन सधैँ त्यस्तो होइन मैले पहिला पनि गर्थेँ गर्नु त नगर्ने होइन तर आज चाहिँ होइन भ्लगै बनाइदिउँ तिमीहरूलाई देखाइदिउँ न तिमीहरूलाई प्रुफ तिमीहरू पत्ताउँदैन कि कसै छ यहाँ नपत्ताउने होइन अब चाहिँ विश्वास भयो होला नि अब फेरि कोही कोहीले फेरि कमेन्ट गर्छ फेरि भिडियोको लागि मात्रै सबैलाई यस्तो गर्यो भन्छ भन्नुहोस् दादा गरेछ त गरेको थियो पनि कति दुःख गरेर गर्नुपर्छ त्यहीमालाई के त होइन अहिले मन यो नगरेको खोइ एकाउन्टको प्र्याक्टिस गर्थे बस्थेँ के थाहा धेरै गर्नु नि हुँदैन फेरि है धेरै गऱ्यो भने फेरि लास्ट सफा हुन्छ क्या लास्टै त्यही भएर धेरै गर्नु नि हुँदैन त्यही भएर ठिकठाक अलिअलि बिस्तारै कति सक्छ त्यही अनुसारको गर्नुपर्छ म जस्तै म कस्तो राम्रोसँग गर्छु नि अनि तिमीहरूले फेरि एक दिन तिमीहरूले केटाहरूले भन्दै थियो कमेन्ट गर्दै थियो भाइहरूले दाइहरूले साथीहरूले अब को हुनुहुन्छ होइन कमेन्ट गर्दै हुनुहुन्थ्यो अब होम टुरको कुरा गर्दै थियो होम टुरको पनि छिटै आउँछ भ्लग ल छिटै आउँछ घर सब देखाइदिन्छु मैले होइन त्यस्तो खास चाहिँ केही पनि छैन छन त फेरि घरमा अब होइन अब हामी सानोतिनो मिडल क्लास फ्यामिलीबाट हो म चाहिँ खास चाहिँ केही पनि छैन तर जे होस् त्यही पनि जति छ खुसी छौँ त्यही पनि त्यही अनुसारको देखाइदिन्छु होइन हुन्न र अब के छ मेरो सफा गर्ने खासै सफा गर्ने त छैन मेरो रुममा त गरिदिनु हल्का भयो नि त्यस्तै गर्नुपर्छ कि त्यस्तै त्यसरी मैले भ्लग पनि कसरी बनाएको मलाई थाहा नि यार नतान मेरो चुल्टी नतान उही मेरो काम सकिन्न त ल अब फास्ट म चाहिँ अब कान्छी बजारतिर जान छ कान्छी बजारतिर गएर मेरो सामानहरू ल्याउन छ चिच्ची ल्याउन छ अनि चिच्ची ल्याएपछि चाहिँ होइन अहिले पछि कुरा गर्छु चाहिँ चिच्चीहरू ल्याउन छ अनि चिच्ची ल्याएपछि चाहिँ अनि त्यसपछि चाहिँ के हो काम छ भन्दा मम्मीले सोध्नुपर्छ फेरि आज चाहिँ काम गर्नुपर्छ होइन आजको दिन चाहिँ काम गर्नुपर्छ
त्यही भएर काम गरौँ त आज चाहिँ वर्क डे आइबेट्छ फेरि ल केटा हो र साथीहरू दादा सफा गरिसक्यो हेर्नुहोस् अहिले चाहिँ सफा भइसकेको छ यो चाहिँ हाम्रो हल हो अनि आज होम टुर पनि हुन्छ जस्तो लागेको होइन यसो हेर्दा होइन थोरै थोरै आज चाहिँ माथिको तल्लो मात्रै तल चाहिँ पछि गर्छु होइन अनि अहिले चाहिँ माथिको तल्लो यो हल हो खासै हाम्रो घरमा त केही हुन्छ होइन तिमीले त्यो देखाउँछु सानो कुरा ल केटा कोला ल केटा मै हो सानोमा होइन यस्तो थियो सानोमा चाहिँ अहिले चाहिँ यस्तो छ बिफोर आफ्टर ए अनि त्यही हो हाम्रो रुममा चाहिँ हलमा चाहिँ यस्तो छ अहिले चाहिँ टक्क सरसफाइ चाहिँ मैले गरेँ अब मम्मीले गर्नुभएको तर मैले नि गरेको हेल्प चाहिँ मैले पनि गरेको अनि यो चाहिँ टोयलेट बाथरुम हो के देखाउने होइन टक्क यो चाहिँ हाम्रो बरन्डा हो बरन्डामा चाहिँ यस्तो फुलहरू छ त्यही हो फुलहरू अझ यस्तो खासै राम्रो त केही पनि छैन हाम्रो घरमा होइन यो रुम उयो भयो होइन अनि यो चाहिँ दादाको रुम भयो होइन अनि दादाको रुममा फेरि पस्नुभन्दा अगाडि चाहिँ पस्न त पसिसक्यो क्या होइन तैपनि पसेपछि चाहिँ टक्क हेर्नुपर्छ यसो हेर्दा फेरि सब स्केडै मात्रै देख्छ कि फेरि अरू खासै केही पनि छैन होइन स्केड मात्रै हो स्टार्टिङदेखि चाहिँ होइन खुट्टैकै छेउमेदेखि हेरौँ न स्केड जुत्ता ल फ्लाइ आयो होइन स्केड सब स्केड छ किनकि स्केड इज ल बोर्न टु स्केड होइन ऐनामा हेर्दा त खोक्का देख्दो रहेछ ल ऐनामा हेर्दा मात्रै फेरि ल अनि आज चाहिँ हल्का रुमसुम सफा गरे हो अनि त्यही भएर यसो हल्का देखाइदिउँ न भनेर होइन अनि यता नि स्केडै छ होइन यता नि स्केडै छ यता नि फेरि स्केडै छ मात्रै स्केडको बनाउन बाँकी छ अनि स्केड हो जताततै स्केडकै छ अरू त केही पनि छैन खासै तर मेडलहरू चाहिँ अलिअलि चाहिँ होस् हल्का मैले कलेक्सन बनाएर राखेको छु अनि हाम्रो मम्मी ड्याडी म मम्मी है हाम्रो सानो फ्यामिली अनि यो चाहिँ स्केटको अनि यो मेरो हल्का कलेक्सन सानोतिनो कलेक्सन छ अलिअलि भनौँ न धेरै त त्यस्तै यो सम्झिने बनाउन सकिन्न होइन अब अलिअलि बनाउन सकिन्थ्यो र त्यही भएर मैले बनाएँ टक्क मेरो कलेज ब्यागमा पनि स्केट सफल नै छ धेरै जस्तो सब स्केटै हो अलिकति देखाउँदा यस्तो अलिकति फ्ल्याक्स हाने जस्तो भन्यो होला होइन केटाहरू त्यस्तो चाहिँ नसोचिदिनु होला होइन फ्ल्याक्स चाहिँ हाने होइन यो यसो हल्का होम टुर टाइपको भनौँ न अनि यहाँनिर चाहिँ मेरो सानोमा म मम्मी अनि म चाहिँ सानोमा चाहिँ कास्की मोडनाइजमा पढाएँ है पोखरामा अनि म त्यो पुटुङ्दै अनि भाइ दादा फेरि हिरो नि सानैदेखि चस्मा लगाएपछि त फेरि हिरो देखिन्छ यहाँ चाहिँ दिदीहरू हुन्छ ए को चिन्नुहुन्छ है म अनि दिदी अनि म मम्मी अनि त्यही थुत्नु अहिले हेर्दै हुन्छ अहिले चाहिँ यस्तो छ पहिला कस्तो थियो होइन अनि हाम्रो बाहिर पनि मैले देखाइसकेँ देखाउनु त त्यही पनि देखाइदिनु कि होइन बाहिरबाट पनि कस्तो देख्छ भनेर देखाइदिन्छु ल बाहिरबाट चाहिँ यस्तो छ ल यस्तो छ बाहिरबाट चाहिँ यस्तो छ अनि हाम्रो मम्मी स्कुटी चाहिँ हाम्रो त्यहाँ छ अनि यतातिर फुलहरू हाम्रो घरमा चाहिँ धेरै जस्तो फुलहरू छ है फुल लभर हो नि त हामी त फ्लावर लभर फुलको बगैँचामा मेरी माया भन्दै होइन केटा यी सब फुल छ सब यस्तो नै छ खासै अरू त केही पनि छैन यही हो बेला बेला चाहिँ मेरो हेर्नु मन लाग्छ कि थुप्रो फेरि गतिलो नभएन अनि तिमीहरूलाई त हाम्रो त होइन घर देखाउन भन्दा पनि धेरै फुल देखाए जस्तो हुन्छ कि यस्तै छ क्या फुल छ क्या अनि काम लाग्यो यस्तो टन्डन घाम अनि यतातिर चाहिँ किन सुकाएको भन्दा चाहिँ अनि हल्का उयो भएर तल त्यो राखेको थिएँ त्यही भएर हो अनि यस्तै नै छ कतिजनाले त देखिसके पनि होला केटा हो होइन ए मसँग गिटार पनि छैन तर गिटार बजाउन चाहिँ आउँदैन है खासै मलाई यो किन्न चाहिँ किनियो होइन अलिअलि चाहिँ सिकियो खासै त बजाउनु चाहिँ सिकेन यस्तै नै थियो अब होम टुर पनि के भन्ने ल एकैछिन स्वाद भ्याइयो ल केही छैन मेरो भन्ने जस्तो मलाई होम टुर देखाउन नै आउँदैन कि भन्नुपर्दा टोय पनि देखाउने हो केटा टोय पनि के देखाउने होइन टोयमा खासै केही त छैन यही हो यो सबै घरमा हुन्छ नर्मल नि यस्तो भइयो डन केटा अब के देखाउनु त होइन अब माथिको मात्रै देखाएँ होइन तलको चाहिँ अब कुनै दिन देखाउँला भ्यायो भने अनि म चाहिँ यो सानो बच्चा म फेरि
डल लभर हो क्या पहिलेदेखि सानैदेखि होइन म यस्तै बच्चासँग मात्रै खेल्थेँ मेरो पुकुलियाहरू हुन्छ मिनी पुकुलिया यता हेर त म फेरि डलहरूसँग डेन्जर खेल्थेँ डलहरू पनि धेरै छ हाम्रो फुलै फुल जताको चाहिँ फुलै फुल डलै डल टम एन्ड जेरी तिमी र म ल तिमी र म ल तिमी र म ल सब कपालहरू मात्रै छ मै मात्रै सिङ्गर हामी चाहिँ हेरे सेन्टा क्लस पनि हुनुहुन्छ है अनि किस्मीहरू छ यसरी पनि छैन अरू त फ्लावर मात्रै हो यति नै हो धेरै जान्ने हुने क्या हाम्रो मम्मी धेरै जान्ने हुने ल केटा अहिले चाहिँ ल केटा हो सक्यो है ल आजको भ्लग यतिसम्म नै थियो अनि देख्नुभयो दुईटा रूप अघि म कस्तो थिएँ होइन काम गर्ने बेला म कस्तो थिएँ र अहिले म कस्तो छु अहिले पनि त्यस्तै अहिले पनि त्यस्तै होइन फेसमा त कपडामा चाहिँ अलिकति अर्कै ला हो त्यो पनि म्यागी होला अनि त्यही थियो केटा हो यसो हेर्दा होइन अनि त्यही हो आजको भ्लग चाहिँ यस्तै नै भने सकाइदिन्छु म होइन धेरै बोल्दैन धेरै बोल्यो भने बोलाए जस्तो हुन्छ ल त्यही हो बाई बाई केटा हो थ्याङ्क यू है भिडियो चाहिँ लास्टसम्म हेरिदिएकोमा लास्ट धेरै धन्यवाद है केटा हो अनि केटा भन्न धेरै अलिकति धेरै केटा भन्न आएको छ साथीहरू है धेरै माया छ हजुरलाई होइन किप सपोर्टिङ किप लभिङ यस्तै नै माया दिइराख्नुहोस् अनि टिकटकतिर पनि हजुरले सपोर्ट गरिदिनुहुन्छ भने मैले आशा राख्दछु टिकटकमा पनि मेरो स्केटर सफल नै छ अनि दुईवटा एकाउन्ट छ दुईवटा एकाउन्टमा हजुरले सपोर्ट गरिदिनुहुन्छ होला नि होइन गर्नु पर्यो ल अनि अर्को नेक्स्ट भिडियोमा भेट्नुपर्छ अहिलेको लागि चाहिँ बिदा बाई बाई सफल फ्याम औला बेबी स्क्रिप माया चाहिँ सबलाई गाह्रो